हेलो एभ्रिवान, आज म तपाईहरुलाई देखाउँदैछु भोलि हामी पिकनिक खान जानेको कुराहरु। कहाँ अँध्यारो देखिँदैछ हौ। ल ल ल अहिले एकैछिन बोलिहाल्छु क्या। सुरुमा त यता रोस्ट बन्दैछ कि ल आमामामा है भोलिको लागि त हामी त पुरा रोस्ट बनाउन लाग्यो। मान्छे देखिने होइन कि यो मासु देखे त भयो त। जोएलो नि ऊ बस्छ नि त, ऊ दिदी अनि ऊ मम्मी, अनि यता रोस्ट युट्युबमा आउँछ सिधै। अनि त्यसपछिबाट चाहिँ यता चाहिँ क्यामेरा जस्तो भयो नि, यहाँ चाहिँ पिठो मिस्दै हो भोलिको लागि रोटीको लागि। अनि घुम्न जान लाग्यो भ्लग चाहिँ डे 2 मा। यो चाहिँ धेरै राम्रो छ है। अनि पाकिसकेपछि चाहिँ उता भर्खर हुँदैछ ल। अनि हल्का धेरै भएपछि चाहिँ मैले तपाईँहरूलाई देखाउँछु। अनि भोलि चाहिँ हामीले के मैले देखाइसकेको। भोलि चाहिँ हामीले के गर्छौँ त, के लैजान्छ त सबैले लैजाने हो भनेर चाहिँ हेर्नलाई। हेलो गाइस, म चाहिँ जोएल हो। इन चाहिँ जोएल हो। आगो चाहिँ मेन कुक चाहिँ मै हो है। सिधा कुरा प्रश्न विचार। अनि यहाँ चाहिँ हाम्रो मुख्य व्यक्तित्वहरूलाई हामी चाहिँ ताली बजाएर चाहिँ स्वागत गर्न चाहन्छौँ। भोलि त मान्छेले हात पनि आइदिन्छन्। हेर भोलि त धेरै खान्छन् अरे भन्ने चाहिँ यहाँ जोएल सरले चाहिँ भनिसक्नु भएको छ। अनि यहाँको चाहिँ मेन कुक म हो। मेन चाहिँ मै हो क्या यहाँको। अहिले मैले खाएपछि अहिले फेरि मान्छेलाई गाह्रो पर्छ, त्यही भएर मैले नभगाएको। त्यही भएर अन्टीलाई दिएको मैले धेरै मिठो गराउँछु। तिमीहरूलाई त कुकुरको मासु दिए पनि मिठै हुन्छ। राम्ररी पकाएर दिनु पर्यो, त्यो पनि मिठो हुन्छ। मिठै हुन्छ किन? सिधा कुरा प्रश्न विचार। मासु भन्ने चिज मासु हो। हेर यसलाई त हाइलाइटमै हाल्नुपर्छ जस्तो मान्छे। मासु भन्ने चिज चाहिँ मासु हो किन मामा? कुकुरको मासु पनि राम्ररी गराएर दिनु पर्यो, खाइदिन्छ एकदम। सोफी चाहिँ नहुनु पर्यो कुकुरको, त्यही हो। सोफी अस्ति किरा झिगालेको तानेर फ्राई गरेर दिनुपर्ने रहेछ। अन्टी भयो हल्का चलाउनु न, डर लाग्यो कि लगाइदिएपछि। अब यो मासु हेरौँ, त्यहाँ 3टा चोक्टा पछि कतिवटा हुन्छ। दुखेको छ हजुर कता ल यता ओहो मलाई त डेन्जर देखेको छ। ल 2-2टा लिएर आऊँ। हजुर ओहो धेरै राम्रो नि। ल है पुरा यता त रोस्ट खान पाइन्छ। सोफीलाई अलि हालम लान्छ बिस्तारै अघि सब उसको त आँखा मात्रै देखिएको छ है सोफीको। यता हेर न, ल बाई भन बाई। लगाइस अब चाहिँ हामी भोलि होइन एकछिन ऊ देखाउँछौँ भन्छ। अब लास्ट हामी चाहिँ रोटी हालिसकेपछि अनि रोस्ट चाहिँ कतिवटा भयो त, कतिवटा हुनसक्छ होला तपाईँलाई गेस गर्नु ल। अनि हेरौँ अहिले
यो गाइस हामीलाई चाहिँ घरबाट चाहिँ हारिदिए राति हामी चाहिँ घर भागेर जान लाग्यो रातिको 10:30 भइसक्यो है एकदेखि है यता चाहिँ नि लाइट काबल चाहिँ एक देखेको छैन 0:30 भनेको चाहिँ नि 10 बजे 10:30 बजीसम्म चाहिँ हामी के अरे भोलि के अरे आज रातभरि हामीले रोस्ट जोड्दै खान्छौँ यस्तो के गाइस भोलि चाहिँ हामी अब घुम्न चाहिँ जाँदैछौँ कि अनि त्यसपछि चाहिँ त्यता अब रोस्ट कति हुन्छ चट्ट अनि है अनि चटबाट चाहिँ जिम्मा हामीलाई पाएको अनि खाने होइन त्यो टेस्ट पनि गरेको छैन अनि चट्ट भोलिको भिडियो चाहिँ हेर्न नछुटाउनु होला भोलि चाहिँ हामी कहाँ जाने चाहिँ डाँडाको प्रार्थनामा जयमसी हजुरआमा कहाँ हुनु भर्खर 2-4वटा हजुर रोटी अब खै गाइस हामी चाहिँ अब अर्को नेक्स्ट भिडियोमा चाहिँ भेटौँला त्यतिसम्मको लागि चाहिँ बाई एन्ड लभ